3, 4, 5 मेथड सिक्दै हुनुहुन्छ। कोशी प्रदेशमा पनि सोधेको थियो सब्जेक्टिभमा चाहिँ 3, 4, 5 मेथडबाट लेआउट कसरी गर्ने भनेर। यहाँ सिक्दै हुनुहुन्छ खापासोटे नक्सा तयारी गर्ने स्टुडेन्टहरूले 3, 4, 5 मेथडबाट कसरी लेआउट गर्न सकिन्छ त हामीले आरबिटीको फेरो सिमेन्ट ट्याङ्कको चाहिँ लेआउट गर्दाखेरि कसरी गरिन्छ भन्ने कुराहरू सिक्दै हुनुहुन्छ। अलिअलि टाढा गर्नु यहाँबाट त्यो पोइन्टबाट कति मैले यहाँ 30 है अहिले भने अब यहाँ यतातिर के गर्नु पऱ्यो भने यो लाइनबाट यतातिर कति होइन राखिदियो भने के भयो त यो 90 डिग्री यो बेस भयो भने यसलाई यताउति सार्न मिल्छ। यसलाई मात्रै यताउता चलाउन मिल्छ हैन बेस लाइनलाई चलाउन मिल्दैन। बेस लाइनलाई चलाउन मिल्दैन। बेस लाइनलाई चलाउनु हो भने दिनभरि मिलाउनु हुन्छ।